15,000 को यो 15,000 को है ल बजाइदिनु त बाबा हजुर कति कतिमा लिनुभयो यो भन्नु त 6,000 भनेको छ हैन अब दाम मिलाउनै बाँकी छ ए लिएर जाने हजुर राम्रो मान्छे राम्रो भएपछि त राम्रो भइहाल्छ नि के अनि बजार कति के किन्न आएको खोर्सानी कसरी साउजी हजुर 350 रुपियाँ कुरुवा किलोको ओहो 1 किलोको आज चाहिँ विशेष तिहारको विशेष बजार लाग्दैछ हाम्रो ऐसलर्का गाउँपालिका ऐसलर्का भन्ने ठाउँमा यतिखेर चाहिँ यहाँनिर म ऐसलर्काको यो बस्तीमा प्रवेश गरिसकेको छु बजार भन्ने अलिक परतिर डाँडामा लाग्छ बजारतिर म अगाडि बढिरहेको छु यहाँनिर चाहिँ यो बस्तीतिरबाट म अगाडि बढिरहेको छु है त देख्दै हुनुहुन्छ बजार उताबाट गाडीमा पनि आइरहेको गाडी आयो गाडी ल यतिखेर चाहिँ ऐसलर्का गाउँपालिका वडा नम्बर 3 मा रहेको शनिबारे बजार तिहारको लागि मादल यहाँ तयारी देखिएको छ देख्दैछौँ मादल बजाउन सुरु गरिसकेको छ बाबा ल म चाहिँ भर्खर यहाँ बजार प्रवेश गरिरहेको छु प्रवेश गर्दाखेरिको दृश्यहरू यहाँनिर देख्न सकिन्छ यहाँनिर चाहिँ चटपटे नै सुरुमा देखिएको छ फलफुलहरू देख्न सकिन्छ यहाँनिर ल बजार भर्खर सुरुवात हुँदैछ यतिखेर 10 बजिसकेको छ बिहानको 10 बजे यहाँनिर विभिन्न ठाउँबाट कुखुराहरू किनिसकेको देखिएको छ देख्दैछौँ यहाँनिर प्रवेश गर्दै जाँदाखेरि यसलाई त यहाँनिरको आजको तिहारको रमझम यस्तै छ यहाँनिर एकदमै भव्य बजार लागिरहेको सुरुवात यहाँनिर देख्न सकिन्छ अब मादल तिहारको लागि मादल चाहिँ बजाउँ लु त बजाइदिनु त हो र गीत पनि गाइदिनु पर्छ नि पुरै बजारै घन्कियो मादलले तिहार आए जस्तो लाग्यो नि आइ नै सक्यो नि होइन त यसको मूल्य चाहिँ कति पर्ने हो 2500 ए सबभन्दा सस्तो भनेको कतिको 1500 ए यो चाहिँ 1500 यो चाहिँ ए सिद्धिसक्यो ए 1500 को त सानो होला होइन ए अहिले कतिदेखिको छ अहिले चाहिँ अहिले यो भनेको 3500 हो 3500 हेरी कतिको पर्छ 2500 देखि उँभोको रहेछ हैन अहिले लगभग 12-13 को छ ओ 12-13 को खै कुन चाहिँ हो यो त यता छ ढोक्रोमा छ त्यो त गणना गन्किन्छ होला है हेर्नै पर्छ होला हो एकचोटि हेरौँ न लो मिलाएर अब यो त अहिले त एकछिनमा टाकटुक सिदिन्छ होला नि त पुग्दैन पनि होला यो त सबै गाउँ 2-3 जाँदा त होइन हजुर 15,000 को यो 15,000 को है ल बजाइदिनु त बाबा यसको आवाज त होइन यो चाहिँ 15,000 पर्ने मादल
धेरै राम्रो छ आवाज। पुर्काउने नाचलाई मात्रै हो। यो चाहिँ के मारुनी नाचमा मारुनी नाचमा बेची पनि सक्नुभयो? बेचेको छैन, भर्खर आएको चाहिँ छ है। अर्डर हो कि यो उसमा हो यो? ए ल ल ल ल राम्रो लाग्यो। मारुनी नाचको लागि घन्किँदैछ यो। सबभन्दा ठुलो कति भन्नुभयो त्यही भएर। सबभन्दा ठुलो 15,000 को। हजुर 25,000 को भन्नुभएको थियो होइन? 25,000 भन्न। ए 15 चाहिँ भन्नुभयो है। ल 15,000 है यो। ल एकदम ठिक छ। यो चाहिँ हाम्रो गाउँघरतिरको यो कला। ल ओ साह्रै राम्रो बजाउनु हुँदो रहेछ उहाँले। तपाईँले दुइटै किनिसक्नु भएको छ त माधव? दुइटै लाने हो? कति कतिमा लिनुभयो? कतिमा लिनुभयो? यो भन्नु त 6,000 भनेको छ होइन, अब दाम मिलाउनै बाँकी छ। ए लिएर जाने? हजुर देउसी तिहारको लागि होइन? भैलो है। ए भैलो बल्ल बल्ल वर्ष दिनमा आउने छ। अनि नाच के मारुनी नाच पनि गर्नुहुन्छ? मारुनी नाच भन्दा देउसी भैलोको लागि। ए कुन ठाउँबाट आउनुभयो? यो म चाहिँ महेश्वरी सानो ढुङ्गाबाट। ए महेश्वरी। महेश्वरी सानोतिर त एकदमै नाच पनि हुन्छ नि त्योभित्र मारुनी है? एकदमै त्योभित्र चाहिँ आफ्नो। ल ल ल ल ल अब लिएर जानुहुन्छ यसलाई होइन त? हस् हस् ल लानु पर्यो हस् हस् ल लानु होला। यतिखेर म यो ऐसलहरको गाउँपालिका वडा नम्बर 3 मा चाहिँ रहेको यो शनिबार लाग्ने बजारमा आइपुगिसकेको छु। अगाडि पनि भिडियो चाहिँ मैले ल्याइसकेको छु। आज चाहिँ तिहारको विशेष आज बजार हुनाले आज यहाँनिर विशेष बजार लागिरहेको छ। भिड निकै देख्न सकिन्छ। यहाँनिर चाहिँ ऐसलहरको गाउँपालिकाको कार्यालय नजिकै रहेको बजार यहाँनिर देख्न सक्नुहुन्छ। गाउँपालिका ऐसलहरका गाउँपालिकाको कार्यपालिका कार्यालय चाहिँ यहाँनिर भयो भनेदेखि सँगै रहेको नजिकै रहेको बजार आज यतिखेर यो बिहानैदेखि निकै ठुलो चहल पहल देखिरहेका छौँ। यहाँनिर विशेष गरेर तिहारको सामान किन्नको लागि चाहिँ यहाँनिर धेरै भिड देखिएको छ, देख्न सकिन्छ। यहाँनिरको अरू बेलाको भन्दा आज निकै भिडहरू भक्कर छ। अझै केही छिनपछि यहाँनिर भिडहरू बढ्ने नै छ। यहाँनिर देख्दैछौँ हामी। त्यही आजको विशेष भिडियो चाहिँ यही रहनेछ। यहाँनिर के छन् यहाँनिर विशेष बजारभित्र गएर हेर्नेछौँ होइन। अहिले चाहिँ यहाँनिरबाट अवलोकन गरिरहेको छु मैले। यहाँनिर देख्न सकिन्छ है त मित्रहरू। यो चाहिँ धेरै टाढा टाढाबाट आउने यहाँनिरको बजारहरू पहिला पनि मैले भनिसकेको छु। यहाँ चाहिँ निकै टाढाबाट हिँडेर आउन सकिने, आएर चाहिँ यस ठाउँमा किनमेल गर्ने, बेच्ने, बजारमा गाउँघरमा उत्पादन भएका कुराहरू लिएर चाहिँ यस ठाउँमा बिक्री गर्ने, वितरण गर्ने, किन्ने ठाउँ हो। अहिले चाहिँ यहाँनिर गाडी सवारी साधनले गर्दाखेरि अलिक कम आवत जावत हुन्छ र यहाँनिर चाहिँ विशेष आउने फर्किहाल्ने हुनाले त्यति भिड हुँदैन। र पनि आज चाहिँ तिहारले गर्दाखेरि ठुलो भिड यहाँनिर देख्न सकिन्छ। यहाँबाट दृश्यहरू देख्न सकिन्छ। यहाँ चाहिँ तिहारलाई चाहिने विशेष फलफुलहरू, सुन्तला, केराहरू विशेष आज धेरै देख्न सकिन्छ, देखिरहेका छौँ। किनिराख्नु भएको देखिएको छ। यहाँनिरबाट हेर्दाखेरि तिहारलाई चाहिने सामग्रीहरू यो भित्र किनिराखिएको देखिएको छ, देख्न सकिन्छ। र विशेष भित्रै गएर अब हामी हेर्नेछौँ, अवलोकन गर्नेछौँ है त। यहाँनिर चाहिँ विभिन्न ठाउँबाट आउने यहाँनिर केन्द्र नै हो ऐसलहरको। यहाँनिर चाहिँ यहाँ चाहिँ गाउँपालिका कार्यालय यतै भयो, विभिन्न स्वास्थ्य चौकी, विद्यालयहरू अलिक यहाँनिर चाहिँ यही ठाउँ ऐसलहरका। यहाँ चाहिँ विभिन्न यहाँनिर घरहरू पनि निकै
पक्की घरहरू पनि बनिसकेको छ यस ठाउँमा चाहिँ। ठुलै सहरै हो यस ठाउँ। हाम्रो गाउँको केन्द्र एकदमै ठुलो बजार, ठुलो सहर नै ऐसेलर्क बजार हो। यस ठाउँमा चाहिँ पहिला परम्परागतको घरहरू थियो भने अहिले चाहिँ ती घरहरू पनि छनलाई। ती बस्तीहरू अहिले चाहिँ विशेष गरेर पक्की घरहरू पनि बन्न थालिसकेको छ यस ठाउँमा। सबै हस्पिटलहरू भयो, सबै यस ठाउँमा नै आउन सकिन्छ। यी धेरै टाढा टाढाबाट आएर यस ठाउँमा शनिबारे बजार आज निकै भिड लाग्यो भन्ने सबैको यहाँनिर छ। सदाभन्दा धेरै ठुलो यहाँनिर सबै कुराहरू देख्न सकिन्छ। खरहरू यहाँनिर चाहिँ अब यो तिहारलाई चाहिने सामग्रीहरू रहेछ यहाँनिरबाट चाहिँ रङहरू पुरा पसिनै पसिना पो देखिन्छ त भाइ त, होइन? धेरै बिक्री गरियो क्या हो। पसिनै पसिना, घाम पनि निकै टन्टलापुर लागिरहेको छ यहाँनिर। सबै भ्याइ नभ्याइ यो तिहारको लागि यो भित्र चाहिँ बिक्री भइराखेको देखिया छौँ। तिहारको लागि रङ यहाँनिर सप्तरङ्गीहरू विशेष देख्न सकिन्छ। आज त सायद आज चाहिँ बजारमा किन्ने दिन चाहिँ आज अन्तिम हुन सक्छ। आज लिएर जानुपर्ने हुन्छ यहाँनिर। ल फलफुलहरू पनि यहाँनिर धेरै देख्न सकिन्छ। के हो, पुरै खाली हो र अहिले भाइ? अहिले त फ्री हो, कतिको व्यस्त भइयो हो? व्यस्तै छ नि आज त? बेचेको होइन त? आज त अब धेरै बिक्री हुन्छ नि त तिहारलाई, होइन? भाइ टिकाको लागि चेलीहरूले धेरै किनेर लानुहुन्छ है। सबै सिद्धिन्छ होला यो हो। ल ल ल ल ल ए रावा बेसीको 100 रुपियाँ गोटा, 10 रुपियाँ गोटा। अनि कति घन्टा लाग्यो आउनु? 4 घन्टा बोकेर आउनुभयो? ल बेचिसक्नु भएछ त अब त? ल ल ल ल एकदमै बिक्री गर्नलाई। यतातिर फलफुल बिक्री वितरण गर्ने ठाउँ यहाँनिर एकदमै भिड देखिरहेका छौँ। बिक्री भइरहेको छ, किनबेच एकदम भिड भइरहेको देखिएको छ। यो भित्र तरकारी अनि फलफुलहरू यो भित्र रहेछ। ल है त यो भित्र छिरेर हेर्दाखेरि हाम्रो शनिबारे बजारमा यस्तो भिड यसरी भइरहेको छ है त। खोर्सानी खोर्सानी कसरी साउजी? हजुर 350 रुपियाँ कुरुवा किलोको। ओहो 1 किलोको हो अखबारे खोर्सानी। घरमै फलाएको होइन? कति बेचिसक्यो? टन्नै बेच्यो? ल ल ल ल टन्नै बेचिसकेछ बाबुले। बजार भिड छ, एकदम भिड छ। यहाँ छिरिसकेको छैन, बजार एकदम भिड छ। घामले पोलेर त्यस्तै छ होइन? आज घाम पनि निकै चर्किरहेको छ। आमा भिडभित्र छिरिसक्नु छैन यहाँनिर बजारमा। ल हेर्नुहोस् त बजार म छिरिरहेको छु। बजारमा चटपटे खानेको भिड, यहाँनिर चाहिँ चटपटेको भिड भइरहेको छ। विशेष तिहारले गर्दाखेरि मादल किन्नेको चाहिँ भिड देखिरहेछौँ हामीले। मादल धेरै थियो, एकदमै बिक्री भइसकेको छ। अनि बजार हो राम्रो, मान्छे राम्रो भएपछि त राम्रो भइहाल्छ नि। के अनि बजार कति के किन्न आएको? चटपटे पानीपुरी चटपटे खान आएको। तिहारको लागि अनि पानीपुरी चटपटे लाँदा हुन्छ र?
ए अनि के त्यो लानु पर्दैन के भन्छ दाइलाई उपहार सप्तरङ्गी ए खोइ यत्रोमा अट्छ ए भर्खर किन्न बाँकी फर्किने ए ल ल ल ल भर्खर छ बजार कहाँ फर्किहाल्ने हो बेलुका फर्किनुपर्छ त ल आजको यो तिहार विशेष बजार देखिहाल्नुभयो हाम्रो ऐसलर्क गाउँपालिका यो गाउँतिरको बजार एकदमै ठुलो बजार भिड लागेको देखियो। धन्यवाद छ हाम्रो यस गाउँको ऐसलर्क बजार तिहार विशेष बजार तपाईहरुको माझ प्रस्तुत गरे के कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला भन्दै आजको यस भिडियोबाट ओझेल पढ्न चाहन्छु म कैलाश थुलुङ राई। अर्को नयाँ भिडियोमा भेट्ने बाचाका साथ यहाँहरुबाट म बिदा भएँ। हस्त बाई बाई नमस्कार। अर्को नयाँ भिडियोमा भेटौँला है त।